होला भन्ने कुराहरू र त्यहाँनिर चाहिँ अर्को कुरा के आयो भने जुठेको गोथेलाई लिएर छिराएपछि त्यहाँ दर्शकका कमेन्टहरू यो गोथेलाई चाहिँ किन लिएको किन राखेको अब के गर्न खोजेको राजु मास्टरले अथवा त्यो सिरियल बनाउने मान्छेले यो विषयमा कुराकानी आइरहेका छन्। यही विषयमा लगायत धेरै विषयमा कुराकानी गर्नेछौँ। सुरुमा उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ तपाईँलाई। यहाँहरू सम्पूर्णलाई पनि हार्दिक नमस्कार। आरामै हुनुहुन्छ? दिनभरि देखिरहनु भएको छ तपाईँहरूले। ठिक छु। कति व्यस्त कि तपाईँ यति धेरै सिरियलहरू खेल्नुहुन्छ होइन? हप्तामै 3-4वटा तपाईँको सिरियलहरू आउँछन्, हेर्न पाइन्छ। यति धेरै समय चाहिँ कसरी म्यानेज गर्नुहुन्छ तपाईँले? कसरी भ्याउनुहुन्छ? यो दौडधुप छ तपाईँलाई। अब दौडधुप भन्दा पनि हामी समय व्यवस्थापन गरेर काम गर्छौँ। एभ्रिडे जाने होइन। हामी एउटै सिरियलमा लगभग कम्तीमा 3 एपिसोड 4 एपिसोड एउटा सेड्युलमा गर्छौँ। अनि नछुँदैकन त्यो सल्लाहमा अब हाम्रो सबै म जहाँ जहाँ काम गरिरहेको छु उहाँहरू सबैजनाले चाहिँ त्यो सेड्युल मिलाइदिनुहुन्छ। अनि आएर दिनभरि काम गर्यो अनि त्यो सकेपछि अन्त सेड्युल गर्ने हो। त्यस्तो दौडधुप चाहिँ छैन। फेरि यो समय पनि अलिकति दौडधुप त गर्नै पर्छ। दौडधुप छैन भन्नाले त अब दर्शकले हेरिराख्नु भएको छ। हिट सिरियलमा तपाईँ नै हुनुहुन्छ। यति धेरै दर्शकले माया गरिदिनु भएको छ। तपाईँ जुन सिरियल खेल्नु भएको छ त्यही नै हिट छन् होइन? सुपर हिट नै छन् नेपाली सिरियल। यति धेरै दर्शकको माया कसरी सम्हाल्नु भएको छ? माया भनेको यस्तो चिज हो बाबु, जो भाँडेर पनि कहिल्यै घट्दैन, पाएर कहिले पुग्दैन क्या, अघाइँदैन। माया भनेको चिज नै त्यो एउटा अमूल्य अमृत हो। त्यो कहिले भारी पनि हुँदैन, कम पनि। जति दियो त्यति बढ्छ, जति पायो उति पाउँ पाउँ लाग्छ। त्यो अमूल्य चिज। म भाग्यमानी छु। म भाग्यमानी मान्छे हो कि सधैँ दर्शकको माया मात्रै पाउने। लौ त भनौँ भने यत्रो वर्षको करियरमा कहिले दर्शकले एउटा गाली गरेको कमेन्ट पनि नपाउने भाग्यमानी कलाकार भन्छु म। सधैँ दर्शकको मायालाई प्रसादको रूपमा ग्रहण गर्छु, आशीर्वादको रूपमा ग्रहण गर्छु, जिम्मेवारीको रूपमा ग्रहण गर्छु। अनि मलाई आनन्द लाग्छ। भनेपछि दर्शकको माया पाउनु भनेको झन् काम गर्न ऊर्जा आउने हो कि जस्तो लाग्छ मलाई कलाकारलाई। एकदमै उहाँहरू हुनु भएन भने हामी कलाकारै हुँदैनौँ। हामी उहाँहरू नभए पनि हाम्रो अर्थ छैन र हामी गलत भइदियौँ भने पनि उहाँहरूले हामीलाई एक्सेप्ट गर्नुहुन्न। र हाम्रो सबै थोक दर्शक भइसकेपछि हामीले दर्शकको रुचिलाई हामीले महत्त्व दिनुपर्छ। उहाँहरूले गर्नुभएको सुझावलाई हामीले चाहिँ नि त्यसलाई मार्गदर्शनका रूपमा